नमस्कार आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, हेर्न सक्नुहुनेछ आज पनि तपाईको माझमा भेटा रवि राकेश सडक खण्ड अन्तर्गत 5 नम्बर एरिया यो कानीपोखरी नजिकै यसरी अप्रेल वर्षाको कारणले गर्दाखेरि यहाँनिर बाटो छुटिसकेको छ। यो बाटोमा चाँडै काम गर्ने भनेर एपको इन्फाटेज प्राइवेटली लिमिटेड कम्पनी भारतबाट यो ठेक्कापट्टा लिएको हो र यो कम्पनीले चाँडैभन्दा चाँडै काम गर्ने हो। यो बाटो चुटिन लागेको ठाउँमा भनिराख्दा पनि अहिलेसम्म पनि यहाँनिर सुचारू भएको छैन। किन होला, यो पक्कै पनि यसमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने हुन्छ। आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, हेर्न सक्नुहुनेछ मात्र एउटा लिक छ। यो लिकमा पनि यसरी बर्सातको समय सुरु हुँदैछ। यो बर्सातको समयमा पक्कै पनि झन् थप जोखिम हुनसक्छ अथवा यो बाटो चुटिन सक्छ। यसमा यो बर्सातको समय सँगसँगै अर्थात् यो निरन्तर बर्सात आउनुभन्दा अगाडि, सुरुवात हुनभन्दा अगाडि यो क्षेत्रमा, यो एरियामा काम गर्नुपर्ने हुन्छ। यसमा सम्बन्धित निकायले चाँडैभन्दा चाँडै ध्यान दिनुपर्ने हुन्छ। एपको इन्फाटेज प्राइवेटली लिमिटेड कम्पनी इन्डियाबाट सञ्चालित भएको कम्पनीले भेटा रवि राकेश सडक खण्ड अन्तर्गत यसरी पक्की सडक बनाउनको लागि जिम्मा लिएको छ। तर अहिले यो क्षेत्रमा गत वर्ष यसरी अप्रेल वर्षातको कारणले गर्दाखेरि यसरी जोखिम भएको छ। यो क्षेत्रमा जोखिम भएको ठाउँमा पक्कै पनि चाँडैभन्दा चाँडै स्थानीय अर्थात् सम्बन्धित निकायले ध्यान दिनु जरुरत देखिन्छ। आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, यसरी हेर्न सक्नुहुन्छ मात्र एउटा लिक अर्थात् एउटा गाडी मात्र छिर्न सक्छ यो क्षेत्रमा। यसमा अलिक सुस्त भइरहेछ, मतलब यो एरियामा अलिक सुस्त भइरहेको छ, किनकि चाँडै ध्यान दिनुपर्ने हुन्छ। यो अचानक यसरी छुटेर गयो भने यो क्षेत्रमा अचानक बाढी पहिरो फेरि पनि अग्रिल बर्सात आएर यो क्षेत्रमा पानी पर्यो भनेदेखि यो बाटो रहँदैन। यो क्षेत्रमा पहिले पनि भनिराखेको छु, यो क्षेत्रमा, यो एरियामा चाँडैभन्दा चाँडै ध्यान नदिएमा पक्कै पनि चौबिसे, साँगुरीगढी र छिमेकी जिल्ला पाँचथरका जनताहरूलाई धेरै मर्का पुग्नेछ। आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, किन यसरी ढिलो भइराखेको छ त? नेपाल सरकार सडक विभागले पनि चाँडैभन्दा चाँडै ध्यान दिनुपर्ने हुन्छ र साथै स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने हुन्छ। यहाँनिर आवाज उठाउनुपर्ने हुन्छ चाँडैभन्दा चाँडै। आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, हवस् त आदरणीय दर्शकवृन्द तथा श्रोताहरू, तपाईँलाई यो कुसिली कस्तो लाग्छ? जस्तो कि त्यस्तो तल खाली ठाउँमा प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै अहिले मैदान माग्छु। नमस्कार, स्याहारु।